मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नआओस् भन्ने कुरा हामी सबै सतर्क हुनुपर्दछ। षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कोही पनि भोलि नै पार्टी एकता गरौँ, बेलुकै पार्टी एकता गरौँ भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। अहिले जसरी थुप्रै चिजहरू भएका छन्, चाहे ट्रेड युनियनको कुरा गरौँ, चाहे विद्यार्थीको कुरा गरौँ, चाहे सिमानाको कुरा गरौँ। मैले अघि भने गरिब मजदुर किसानका विरुद्ध जुन षड्यन्त्र भएको छ त्यसका विरुद्ध मिल्न सक्ने जतिहरू सहकार्य गर्न जति ढिलो गर्यो दुर्घटना त्यति नै भयानक हुनेवाला छ। त्यसकारण यसलाई म गम्भीरतापूर्वक तपाईहरू सबैसँग अपिल गर्न चाहन्छु। हामी साँच्चै कमरेड मदन भण्डारी प्रति सम्मान गर्न यहाँ जुटेका छौँ, स्मरण गरेका छौँ भने अहिलेको परिस्थितिमा हामी सबै सहकार्यको निम्ति एक हुनै पर्दछ। सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय, ढिला गर्ने इन्टेन्सन राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ। गर्दै जाँदा कति दिन लाग्छ म भन्न सक्दिनँ। हामी नै हो 74 सालमा अहिले देशमा समाजवादको निम्ति कम्युनिस्टहरू मिलौँ भन्ने जनमत छ। हामी मिलौँ भनेकै हो, मिलेको पनि हो। हामी मात्रै मिलेको होइन, हाम्रो एकताप्रति जनताले 2/3 झन्डै मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नै पर्छ भन्ने पक्षमा छु म पनि। भ्रम नहोस् तपाईहरु कसैलाई पनि। बिना समीक्षा हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नआओस् भन्ने कुरा हामी सबै सतर्क हुनुपर्दछ। हामीले आफ्नै आत्मसमीक्षा गर्ने कुरालाई उच्च प्राथमिकता दिनै पर्दछ। तर यसो भन्नुको अर्थ आज राष्ट्रको अगाडि आएको संकट र चुनौतीको सामना गर्न जसरी हिजो पञ्चायती तानाशाहीका विरुद्ध हामी मिलेर लड्यौं, जसरी हामीले निरङ्कुश सामन्ती तन्त्रका विरुद्ध मिलेर लड्यौं, पार्टी त एउटै थिएन नि हाम्रो, तर हामी मिलेर नै सफलता प्राप्त गरेका हौं भने अहिले पनि हामीले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। यसमा चाहिँ ढिला नगरियोस्। तपाईहरु सबैले आफ्नो ठाउँबाट त्यो वातावरण बनाउनको निम्ति भूमिका खेल्नुहोस्। म तपाईहरु सबैसँग यो अपिल गर्न चाहन्छु। हामी जडतामा, हामी केही न केही यान्त्रिकतामा चाहिँ फस्ने गरेका छौं। खास गरी जति बेला रुस चीनको विवाद भयो, महाविवाद जसलाई भनिन्छ, त्यो महाविवाददेखि एउटा धारा पुरै दक्षिणपन्थी दिशातिर आत्मसमर्पणतिर जाने धाराको रूपमा विकसित भयो र एउटा धारा अलि बढी जड, संकीर्ण र यान्त्रिकताको रूपमा विकसित भयो र त्यो महाविवादको असर विश्वव्यापी रूपमा पर्यो। तपाईँ हामी पनि त्यसको अछुतो थिएनौं। तपाईँ हाम्रै जन्म त्यति बेला भन्ने हो भने कोअर्डिनेसन केन्द्रको भनौं या चौथो महाधिवेशनको रूपमा केन्द्रीय न्युक्लियसका रूपमा जुन दुईटा धारा अगाडि आए, हामी दुईटै धाराहरू एउटै अन्तर्राष्ट्रिय धारा भित्रबाट विकसित भएका हौं भन्ने कुरालाई हेक्का राख्नुपर्छ भन्ने म ठान्छु। हामी दुवै नै माओसेतुङ विचारधाराद्वारा त्यति बेला चलेको महाविवादमा चीन पक्षीय धारावाला हौं हामी सबै।
यद्यपि देशभित्र हामी चौथो महाधिवेशनको धाराको रूपमा र कोअर्डिनेसन केन्द्र र मालेको धाराको रूपमा विकसित त भए, तर यिनीहरूको उद्गम स्थल भन्ने हो भने एउटै महाविवादमा हामी एउटै कित्तामा उभिएर वैचारिक सङ्घर्ष गरेका धाराका प्रतिनिधिहरू नै हौं। र हामीले अहिले पनि के ठान्छौं भने यी धाराहरूलाई हामीले फेरि परिस्थिति अनुसार विचारमा बहस पनि हुन्छ, सङ्घर्ष पनि हुन्छ, एकता पनि हुन्छ र यो कुरालाई हामीले हेक्का राख्नुपर्ने हुन्छ भन्ने म ठान्छु। त्यसकारण अहिले हामीले देशमा एउटा ठूलो राजनैतिक घटनाक्रम भन्ने हो भने 24 गते यताको कुरा हेर्दा प्रतिक्रान्तिकारी घटनाक्रम अगाडि बढिराखेको छ। राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको सर्वत्र महसुस हुँदै गएको छ। अहिले निर्वाचन पनि कहीँ न कहीँ त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भइरहेको छ। सरकार संविधानका आधारभूत कुराहरूमाथि प्रहार गर्ने, सबै उत्पीडित वर्ग समुदाय मजदुर किसानदेखि सबै उत्पीडित जाति समुदायमाथि प्रहार गर्ने र संविधानका आधारभूत मान्यताहरूमाथि प्रहार गर्न उद्यत भएको देखिँदै गएको छ। र यो सबैको एउटा चाहिँ टार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई के गरी सिद्ध्याउने। तपाईँ हामीलाई थाहा छ दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा त्यहाँ घोषणा गर्ने गरिएको छ कम्युनिस्टहरू सिद्ध्याइयो भारतबाट भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ विभिन्न पात्रहरूले, विभिन्न मानिसहरूले। र यो नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन् र त्यही